तिले तिनीलाई सादर लग्यो बोकेर प्रासादमा। माताले पहिले दिन अभिषेक तिनको भयो राज्यमा। सोधेथे निज पत्नीको विषयमा सम्झेर कोही दिन। माताले अघिका कुरा सब भनिन् डोले पठाए लिन। भेट्टा यी सब वस्त्रभूषण दिए रानी भनी हातमा। पहुँचे थे जब भारवाहकहरू खोज्दै वरुणपुरमा। स्वामी श्री नवराज भूपति भए भन्ने सुनिथिन् जब। त्यहाँबाट बिदा भइकन हिँडिन् आनन्द मान्दै तब। बाटो पार गरेर एक वनमा सानन्द पुग्दा भए। गर्थे पूजन अप्सरा गण त्यही डोली अड्याई लिए। ती डोलेहरूले गएर नजिकै सोधे खुसी भइकन। कसको पूजन गर्दछौ किन यहाँ हे अप्सरा हो भन। स्वस्थानी व्रत हो उनै जननीको गर्छौ यहाँ पूजन। हे डोलेहरू हो तिमी किन यहाँ आएर सोध्यौ भन। ती डोलेहरूले सुने जब कुरा ती अप्सराको त्यति। पूजा गर्ने दिनोस् तपाईहरूका संसर्गमा हे सती। तिनले हुन्छ भने पछि बसी त्यहाँ पूजा सबैले गरे। स्वस्थानी जननी भनी शरणमा ती ईश्वरीको परे। बोकी हात महाप्रसाद खुसीले डोले नजिकै गए। तिनलाई पनि यो प्रसाद लिनुहोस् भन्दै खुसीले दिए। डोलेको सुनि बात क्रोधित भए गर्जिन ती चन्द्रावती। एक्लै छाडी यहाँ गयो किन त्यहाँ पूजार्थ हे दुर्मती। स्वामीका नजिकै छिटो म कसरी पुग्नेछु भन्ने थियो। यो हेला तिमीहरूले गरिदिँदा झन् बेर लाग्दा भयो।